नमस्ते। आज दोस्रो हिजो दोस्रो खास हिजो नै हो जमाउनु पर्ने फुल। यो सयपत्री फुल कसरी जमाइन्छ र कसरी लगाइन्छ भन्ने कुरामा धेरैले साथीहरूले सोध्नुभयो र तिहारमा विभिन्न ठाउँबाट आयात गरिन्छ फुलहरू, जस्तै नेपाल बाहिरबाट पनि धेरै फुलहरू खपत हुने गरेको सुनिन्छ। दीपावली हाम्रो नेपालीहरू हिन्दूहरूको सेकेन्ड महान चाड हो, त्यसैले यसमा दोस्रो महान चाड हो अनि त्यसको लागि धेरै फुलहरू चाहिन्छ। यो फुल जमाएर लगाउनलाई खासै केही गाह्रो पनि छैन। हामीसँग यो पुरानो फुल जुन पहिलाको एकचोटि फुल फुलिसकेपछि फुल राखिन्छ, अथवा तिहारमा लगाएको माला जोगाएर राखे पनि हुन्छ, न त पाकेको फुलको थुङ्गाहरू टिपेर राखे पनि हुन्छ। अनि अब यसलाई के गर्ने त भन्दा यसलाई मजाले यो फुलहरूको बिया निकाल्ने भन्न खोजेको। तल जुन यसको कालो कालो भाग छ नि, यो कालो कालो बिया, यसको चाहिँ कालो कालो चाहिँ जुन यो कालो चाहिँ के हो त भन्दा यसको बिउ हो। योबाट फल्छ, योबाट बेर्ना तयार हुन्छ। म तपाईँहरूलाई बेर्ना तयार भएपछि पनि देखाउने छु। यो कालोबाट हुन्छ, त्यही भएर यो सबै मालाहरूको कालो निकाल्ने नभएको यो माला मैले सबै निकाल्ने। अब यो सबै खास यो कालो छुटेर जमाए पनि फरक त नपर्ने हो, तर यो सबै गर्दा जति बिरुवाहरू उम्रिन्छ बाँकी उही मल हुन्छ। त्यसैले म यो सबै जमाउने गइरहेको छु। तपाईँलाई खन्ने प्रोसेस सबै देखाउने छु। हजुरहरूको आफ्नो बारीहरू ठाउँ छ भने त्यसमा गर्नुहोस्। मेरो चाहिँ यहाँ जग्गा नभएर कौसीमा फुल जमाउन गइरहेको छु। यहाँ सबै मल माटोहरू मिसाइएको ल, यसरी यो माटो तयार भइसकेको छ। ल अब यहाँ यसरी जमाउने। यहाँ मेरो सानो नानीमा म हाल्छु भनेर हालिदिन्छन्। अब यसपछि यसलाई यस्तो गरेर यसरी ढाक्ने, माटो राख्ने, अनि यसरी माटोले यसलाई पुर्ने। अब यस्तो गरेर